इमेजिन गर्नुहोस् एउटा बिहान तपाईँ उठ्नुहुन्छ र ढोका खोलेर बाहिर निस्किँदा आफूलाई यो ठाउँमा पाउनुहुन्छ र यो ठाउँ अरू कहीँ नभई नेपालकै सबैभन्दा ठुलो ताल रारा तालको हो जो 2990 मिटर उचाइमा अवस्थित छ। सो अब रिल्याक्स बस्नुहोस् र रारा तालको भर्चुअल यात्राको आनन्द लिनुहोस्। सो मेरो रारा तालको कहानी सुरु हुन्छ बुटोल बसपाकदेखि। एभ्रिवान, अहिले चाहिँ जस म चाहिँ बुटोलबाट सुर्खेतको लागि हिँड्दैछु अनि यहाँ आइएम सर्चिङ फर अ बस। अब यो बस पाउने बित्तिकै आइएम गोना पुश अप टुवर्ड सुर्खेत। बुटोलबाट 5.5 घण्टाको बस यात्रापछि फाइनली म कोहलपुर पुग्छु। सो फाइनली हामी चाहिँ अहिले कोहलपुर आएको छौँ अनि कोहलपुरबाट यता स्ट्रेट जाने भने चाहिँ वी क्यान गो टु नेपालगञ्ज अनि हामी चाहिँ अब यहाँबाट राइट लियो भने सुर्खेततिर जानेछौँ। अब सुर्खेतबाट टुडे विल बी स्टेइङ हियर। सो गाइज म चाहिँ फाइनली अहिले सुर्खेत आइसकेको छु अनि बिहान लगभग 7 बजे बुटोलबाट हिँडेको, अहिले चाहिँ अराउन्ड 6 बजे चाहिँ यहाँ सुर्खेत पुगिसकेँ। अनि यदि हजुरहरू पनि बुटोलबाट कोही आउँदै हुनुहुन्छ भने चाहिँ मैले चाहिँ यो एउटा मात्र बिहान चल्ने चाहिँ एउटा मात्र गाडी रहेछ सुर्खेत आउने अनि त्यो चाहिँ मैले अभियसली ड्रप द्याट नम्बर इन द डिस्क्रिप्सन बक्स बिलो। यदि हजुर बुटोलबाट आउँदै हुनुहुन्छ भने त्यो कन्ट्याक्ट नम्बर युज गर्न सक्नुहुन्छ। सो अब चाहिँ मैले यहाँ बसपाकभित्र गएर मुगुको लागि टिकट काट्छु अब एकछिनमा अनि भोलि चाहिँ सायद नागमा गएर त्यो गाडी रोक्छ होला। आजको मेरो यात्रा यही सुर्खेतमा टुङ्गिन्छ। सो सी यु गाइज इन द मर्निङ। हेलो एभ्रिवान, आई होप एभ्रिवान इज डुइङ वेल। गाडी चाहिँ 7:30 बजेको छ एन्ड द टिकट कस्ट फर मुगु इज अराउन्ड 3200 तर मैले चाहिँ त्यो चिनेको भएर हल्का थोरै पैसा मिलेको छ तर त्यसको चाहिँ जिएस कस्ट चाहिँ 3200 को रेन्जमा राखेको होला। अनि अब चाहिँ त्यहाँ बसमा बिफोर बसमा आई हेभ टु बाई सम आइटम्स फर माइसेल्फ, हल्का स्निकर्स अनि सम मेडिकल स्टफहरू पनि, सम मेडिकल आइटम भनौँ न त्योहरू किन्न छ। देयर आफ्टर आई विल पुश अप टु द बस। हजुर पहिला एटिएम रोकेर अनि बसमा So this is the bus that I'm going on. They were saying that we'll be getting a big bus, or I feel that there is also no virus. There is manchana or say sana gadi mein jana parla jasto cha. Let's see. Atauna jasto लाग्यो सर। रारा जाने यात्राको दोस्रो दिन साँच्चै रोमाञ्चक थियो। करिब 9 बजे सुर्खेतबाट हाम्रो यात्रा सुरु भयो। यात्रा अविस्मरणीय थियो। घुमाउरो सडक, एकातिर अग्ला पहाडहरू, अर्कातिर गहिरा भिरहरू, प्रत्येक मोडमा नयाँ दृश्य खोल्थ्यो। बसको झ्यालबाट बाहिर हेर्दै गर्दा विशाल कर्णाली नदीको दृश्य खुलेरै आयो। यात्राको क्रममा हामीले नेपाली ट्रान्सफर्मरलाई पनि देख्न पायौं। र त्यहाँ भेट भएका स्थानीय मानिसहरूको केही झलकहरू क्यामेरामा कैद गर्दै अघि बढे।
सुर्खेतपछि मेरो त्यो दिनको यात्रा दैलेख हुँदै कालीकोटको सदरमुकाम मानमा हुँदै अघि बढ्यो र बेलुका घाम अस्ताउँदै जाँदा म नागमा पुगे र त्यही बास बसे। सो गाइज आई एम राइट नाउ इन नागमा। अनि त्यसपछि आज चाहिँ जो 7 अथवा 7:30 बजे गाडी हिँड्ने भनेको, तर ढिलो गरेर अराउन्ड 9 बजेतिर चाहिँ गाडी सुर्खेतबाट निस्क्यो। अनि सुर्खेतबाट दैलेख अनि कालीकोटको सदरमुकाम मानमा हुँदै फाइनली आइएम इन नागमा। अनि यहाँ चाहिँ अराउन्ड 6-7 बजे चाहिँ यहाँ बल्ल आइयो। अनि आइएम प्रिटी एक्जस्टेड राइट न, किनकि होल डे आई हेभ टु सिट स्ट्रेट इन द्याट बस। त्यही भएर अब चाहिँ आइएम गोना टेक सम रेस्ट। अनि भोलि बिहान चाहिँ यहाँबाट नागमाबाट मुको लागि जान्छु। सो फर नाउ आई फिल आई हेभ टु से गुड नाइट गाइज, क्याच यु टुमोरो। सो गाइज आइ एम गेटिङ रेडी। अहिले चाहिँ लगभग 5 बजेको छ अनि 5 बजे हिँड्नु पर्यो र पछाडि जाउँ ल हुन्छ। So finally this is Talcha Airport. सो गाइज भर्खर चाहिँ म तालचा एयरपोर्टमा थिएँ। अनि त्यसपछि यहाँबाट चाहिँ 2टा फ्लाइट उडिसकेछन्। अनि यदि हजुरहरू पनि फ्लाइटमा यहाँ आउनु चाहनुहुन्छ भने चाहिँ इधर सुर्खेत अथवा नेपालगञ्जबाट चाहिँ फ्लाइट लिएर आउनु मिल्छ। अनफर्चुनेटली काठमाडौँबाट रहन्छ। सो अनि यदि आउन चाहनुहुन्छ भने बाई फ्लाइट देन यु क्यान टेक द्याट फ्लाइट फ्रम सुर्खेत अर नेपालगञ्ज। गाइज यो चाहिँ जस तालचा एयरपोर्ट चाहिँ यति अगाडि छ, यता तालचा एयरपोर्ट चाहिँ यति अगाडि छ। अनि यहाँबाट माथि जाने ठाउँ रहेछ एउटा। अनि यहाँबाट चाहिँ माथि राराताल लाग्दो रहेछ, यो द्याट इज द बोर्ड। अनि यहाँबाट चाहिँ माथि राराताल जान मिल्छ। एन्ड इट इज अबाउट 7 किलोमिटर फ्रम हियर। अनि यहाँको मान्छेहरूले चाहिँ हजुरलाई अब 2-3 घन्टा लाग्न सक्छ भन्नुभएको छ। अब लेट्स होप फर द बेस्ट। जामगिर अब यहाँबाट चाहिँ गाडीहरू चाहिँ अहिले चले छैन अरे, भोलि बिहान चाहिँ चल्न सक्छ। तर आई क्यान्ट वेट फर द्याट गाडी। अब यहाँबाट 3 घन्टासम्म हिँड्ने हुन्छ। अब मजाले त्यही पुगिन्छ भने वाइ नट वक फर अ वाइल, राइट? तालचाबाट लगभग 1.5 घन्टाको उकालो हिँडेपछि फाइनली म राराको चेक पोइन्ट सल्लेरीमा पुग्छु र त्यहाँ इन्ट्री गरेर अघि बढ्छु। सो गाइज यो चाहिँ हाम्रो रारा छिर्ने मेन चेक पोइन्ट भयो। अब चाहिँ यहाँबाट राराको त्यो पारी पुग्नलाई चाहिँ अराउन्ड 1.5 आवर कति अथवा 1 आवर लाग्छ भन्नुभएको छ। त्यही भएर आई एम थिङ्किङ अफ टेकिङ हर्स। अनि हर्सको कस्ट चाहिँ यहाँ 1200 भन्नुभएको छ। तर हल्का फुल्का बार्गेन गरेर चाहिँ यसो सम कस्ट चाहिँ मिनिमाइज भएको छ। अब घोडामै रारा पुगिन्छ जस्तो छ। सो गाइज अहिले चाहिँ फाइनली म चाहिँ रारा पुगेको छु। अनि अहिले चाहिँ एउटा राराको होटल अगाडि बसेको छु। अनि खाना बाहिर गएर आगो ताप्ने, खाना खाएपछि आइम गोना टेक रेस्ट। अनि अहिले चाहिँ म आई क्यान्ट सो एनिथिङ जस्ट सिनेरीहरू। अनि भोलि चाहिँ आई विल ट्राई माई बेस्ट टु सो द बेस्ट सिन पोसिबल फ्रम रारा। हेलो एन्ड गुड मर्निङ एभ्रिवान। फाइनली आई एम इन रारा लेक। हिजो राति चाहिँ म रारा लेक आएँ अनि इट वाज प्रिटी डार्क, द्याट्स व्हाई आई वाज अनएबल टु क्लिक एनी पिक्चर। सो हियर्स माई बडी।
Hold on. So here's a buddy now. I have nothing to give. Yeah, I have some biscuit that I will be offering him later on. But yeah, finally I'm in like la. Ani अब चाहिँ I feel I'm gonna click some pictures over here, and then after pictures and videos, then after I am gonna go to Murma Top. अनि आजको दिन चाहिँ I'm planning to roam around Rara Lake. अनि त्यहाँ माथि मुरमा टपसम्म जाने अनि फर्किने अनि अराउन्डको भ्यूहरू सबै क्लिक गर्ने. I have that plan. अब हेर्दै जाऊ कसरी हुन्छ. So guys, enjoy the Rara view. सनराइज भन्दा अघि उठेर यो मनमोहक दृश्य हेर्न पाउँदा म आफूलाई साच्चीकै लक्की मान्छु र यो सुन्दर क्षण म कहिल्यै भुल्ने छैन. मेरो अघिल्ला 16 यात्राहरूमा पनि नयाँ साथीहरू बनेका थिए र यो पटक पनि म केही साथीहरू बनाउन सफल भए जो बिस्किट र सिटीको आवाजमा अगाडि आइपुग्थे. केही बेरपछि हिजो राति आएर बसेको डाँफे होटलमा नास्ता खाएर रारातालको वरपरको क्षेत्रहरू अवलोकन गर्न निस्किए. सो राराताललाई चाहिँ महेन्द्र ताल पनि भनिँदो रहेछ र यसको उचाइ छ 2990 मिटर, लम्बाइ 5000 मिटर, चौडाइ 3000 मिटर एन्ड गहिराइ इज 167 मिटर. एन्ड आई एम इन फ्रन्ट अफ रारा लेक. सो दिस इज द ब्युटी. गाइज आज पनि प्रोले आम गर्न स्टे इन रारा अनि यहाँबाट चाहिँ माथि मुरमा टप भन्ने ठाउँ छ अनि त्यहाँबाट चाहिँ द भ्यू क्यान बी सिन भेरी ब्युटिफुल. अनि त्यही भएर चाहिँ अब मुरमा टप जाने प्लान गरिरहेको छु. अनि त्यहाँ गएर फेरि फर्केर आम गर्न स्टे हियर किनकि भोलि त्यही अनुसारको टाइम अलोकेट गरेको छु मैले चाहिँ. सो अब चाहिँ आई एम गोइङ टुवर्ड मुरमा टप. सो गाइज अब मुरमा टप जाने बाटो चाहिँ लेट मी सो यु क्लियरली. सो मुरमा टप जाने बाटो चाहिँ यहाँबाट जाने छ. यो सिडी हुँदै माथि जाने है. अब आई डोन्ट थिङ्क आई क्यान सो यु द वे अर म कसरी माथि पुगेँ भनेर किनकि द रोड इज प्रिटी स्टिप. अब म सिधै माथि गएर चाहिँ आई फिल द्याट आई एम गोना सो द भ्यू फ्रम देयर. सो गाइज फाइनली आई एम इन मुरमा टप. एन्ड अब हजुरहरू यदि हिँडेर आउँदै हुनुहुन्छ भने चाहिँ इट माइट टेक अराउन्ड 3 आवर or 4 आवर टु कम हियर. तर यदि घोडामा आउँदै हुनुहुन्छ भने चाहिँ लगभग 1.5 घन्टामा चाहिँ हजुर आउन मिल्थ्यो. सो दिस इज द भ्यू. Finally, I'm able to make it. So hi everyone, I'm in front of Rara Lake and finally
रारा लेक आउन पाइयो अनि मेन इम्पोर्टेन्टली जस माथिसम्म आएर मुरमा टपसम्म आएर आई एम एबल टु विटनेस दिस ब्युटी फ्रम द टप हल्का हिँडेर त्यही भएर आई एम पेन्टिङ राइट नाउ तर जस द ह्याप्पिनेस द्याट आई एम गेटिङ राइट नाउ इज आउट अफ दिस वर्ल्ड सोलो ट्राभल गरेर यहाँसम्म आइयो एन्ड जस वाट आई वान्ट टु सजेस्ट इज हुएभर आर प्लानिङ टु कम रारा जस यो माथि मुरमा टपसम्म नि आउनु होला इट्स अन यर चोइस वेदर यु वान्ट टु कम अप अर जस्ट तलै मात्र घुम्न चाहनुहुन्छ भने द्याट इज अल्सो फाइन तर माथिबाट आएर जस यो ब्युटी हेर्नुहोस् यो ब्युटी जस्ट टप अफ द भ्यूबाट बर्ड भ्यूबाट ड्रोन सट भनौँ न एउटा हेर्न पाउनुभयो भने यो चाहिँ झन् राम्रो हुन्छ द्याट आई वान्ट टु सजेस्ट अल अफ यु यहाँ राराको सन्दर्भमा भन्नुपर्दा हिमटावरदेखि यता चाहिँ जुम्लाको लेक पर्छ जुम्लाको सिमाना पर्छ सर अनि यसको अपोजिट यता चाहिँ घृणीमचे तिथै छ पर्छ अनि यता चाहिँ चाइनाको सिमानातिर तिब्बततिर छायानाताम पर्छ हुम्लाको सिमाना पनि पर्छ सर अनि यता चाहिँ चङ्खेली हिमाल ₹1 नोटमा भएको हिमाल चाहिँ यता पर्छ त्यसपछि यो साइपाल हिमाल छ यो बाजुरा साइड पर्छ अनि यता कत्याट भेड पर्छ सर यहाँको यति नै हो तल जहाँ म बसेको छु तल राराको नजिकैको होटलमा नाउ आइएम गोना गो देयर एन्ड टेक रेस्ट एन्ड त्यही अनुसारको प्लान अगाडि बढाउनु पर्ला जस्तो लाग्छ सो गाइज फाइनली अब चाहिँ आम अबाउट टु पुश अप फ्रम रारा लेक एन्ड इट्स माई डे 3 इन रारा लेक एन्ड या आई हेभ स्पेन्ड अ वन्डरफुल मोमेन्ट आउट हियर तर यु नो अब इट्स लाइफ अब लाइफ गोज अन त्यस्तै अब यहाँबाट आई एम अबाउट टु पुश अप एन्ड प्रोली अब पछि होपफुली इफ एभ्रिथिङ गोज राइट देन आई एम गोना भिजिट दिस रारा लेक अगेन तर अहिलेलाई चाहिँ गोइङ विथ द रिचुअल्स एट द एन्ड अफ द भिडियो वी अलवेज से बाई टु आवर प्लेस बाई बाई रारा लेक अनि yes with that being said I would like to say bye to you guys as well. Thank you so much for watching this video till the end and let's catch up in another video and bye bye.